नौमतीको तालमा आत्मनिर्भरता सुन्दर रैचाका महिलाले सिके परम्परा र पेसाको नयाँ बाटो। कुनै समय विवाह व्रतबन्ध र धार्मिक अनुष्ठानमा पुरुषको मात्र उपस्थिति देखिने नौमती बाजाको स्वर अहिले सुन्दर रैचा नौमा महिलाका हातबाट गुन्जिन थालेको छ। 2 साता अघि नौमती बाजा छुन्न समेत हिचकिचाउने महिलाहरू आज आत्मविश्वासका साथ बाजा बजाउँदै नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै स्वरोजगारको सम्भावनातर्फ अघि बढिरहेका छन्। सुन्दर रैचा नगरपालिका 9 को आर्थिक सहयोग तथा सिद्धार्थ स्किल डेभलपमेन्ट प्रालीको आयोजनामा सञ्चालित 15 दिने नौमती बाजा बजाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले स्थानीय महिलालाई परम्परागत कला संस्कृतिसँग जोड्नुका साथै सिप मार्फत आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको सहभागीहरूको अनुभव छ। समापन कार्यक्रममा प्रमुख अतिथि तथा वडा नम्बर 9 का अध्यक्ष प्रकाश श्रेष्ठले नौमती बाजा नेपाली मौलिक पहिचान र संस्कृतिको सम्पदाको अभिन्न हिस्सा भएकोले यसको संरक्षण र पुस्ता हस्तान्तरण अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले महिलाहरूले सिकेको सिपलाई सांस्कृतिक कार्यक्रम, विवाह तथा अन्य सामाजिक अवसरमा प्रयोग गरी आम्दानीको स्रोत समेत बनाउन सक्ने उल्लेख गर्दै वडा कार्यालयले यस्ता सिपमूलक तथा आय आर्जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तपाईलाई श्रम दिएर अथवा तपाईको लागत कति हो त्यो दिएर उहाँ पार्वती बहिनी बोलाउनुहुन्छ, उहाँले बोलाउनुहुन्छ, उहाँले त्यो बहिनी खाली हुनुहुन्छ, त्यहाँ चाहिँ तपाईँ जानुपर्छ, तपाईँले सिकाउने त्यो प्रशिक्षण त्यो पनि पाउनुहुन्छ भनेपछि त्यसबाट फाइदा छ। यो तपाईँलाई कुनै नोक्सान गर्दैन। नभए पनि शारीरिक रूपमा तपाईँले यो बाजा मात्रै बजाउनु भने तपाईँहरूसँग भएको रोग पनि निको हुन्छ हो, मलाई त्यस्तो लाग्छ, विश्वास छ। नगर कार्यपालिका सदस्य तथा वडा सदस्य रुक्मणी घिमिरेले महिलाको आर्थिक सशक्तिकरणसँगै सामाजिक सहभागिता बढाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। सिपले आत्मविश्वास बढाउनका साथै स्वरोजगारको आधार तयार गर्ने भएकोले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यो बाजा चाहिँ युज हुन्छ, अहिले त पुराणमा पनि युज हुन्छ, अब भोलि पनि यो बाजा युज हुन्छ, किनभने पञ्चे बाजा बजाएर असार 15 सुरु गरेर त्यस्तो कार्यक्रमहरू पनि हुन्थ्यो होइन। भोलि पनि यो बाजाको अति महत्त्व छ र त्यसै गरी यसको महत्त्व धेरै छ र त्यसका साथसाथै स्वरोजगारमा पनि जोडिने तपाईँहरू देख्न पाउनुहुने। वडा सदस्य राजनारायण खवासले स्थानीय कला र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। वडा सदस्य शारदा विकले पनि महिलाको क्षमता विकास र आय आर्जनमा यस्ता तालिमले महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै सिकेको ज्ञान समुदायमा समेत विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। आयोजक संस्था सिद्धार्थ स्किल डेभलपमेन्ट प्रणालीकी प्रबन्ध निर्देशक तथा अध्यक्ष पार्वती गजदारले स्थानीय सरकारसँगको सहकार्यमा समुदायको आवश्यकता अनुसार सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। भन्नुभयो, तालिम भनेको प्रमाणपत्रमा सीमित हुने प्रक्रिया होइन, महिलाले सिकेको सिपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु नै हाम्रो मुख्य उद्देश्य हो। नौमती बाजा हाम्रो संस्कृति पहिचान हो। यसको संरक्षणसँगै महिलाको आर्थिक सशक्तिकरणमा समेत यसले योगदान पुर्याउने विश्वास लिएका छौँ। आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता व्यावहारिक तालिमलाई निरन्तरता दिनेछौँ। तालिमका प्रमुख प्रशिक्षक वीरबहादुर बर्देवाले सामान्यतया 2 महिनामा सिकाइने नौमती बाजाको आधारभूत पाठ्यक्रमलाई सहभागिताहरूको मेहनत, लगनशीलता र नियमित अभ्यासका कारण 15 दिनमै सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउनुभयो। यो सफलता प्रशिक्षकको भन्दा पनि सहभागीहरूको अथक मेहनत, अनुशासन र सिक्ने इच्छा शक्तिको परिमाण हो। उहाँले भन्नुभयो, प्रशिक्षणमा विकास मोते र तुलसा तिमसिनाले समेत सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिएका कारण सहभागी महिलाहरू छोटो समयमै बाजा बजाउन सक्षम भएको बताएका छन्। महिना दिने तालिममा 3 जना मात्रै थियो पहिला, अहिले 2 जना 3 जना 5 जना भएर हामीहरू आएर अहिले पर्फेक्ट 2 महिना सिकाए जस्तो भएर बाजा सिकाएको छ। हामीले ख्याल राखिदिनु पर्यो, तपाईँहरूले ख्याल राखेर बजाइदिनु पर्यो। तपाईँहरूलाई लिएर हिँड्ने काम र आएको अर्डर दिनमा मेरो काहीँ अबर अरू भने सहभागी पार्वती खड्काले तालिमले आफूभित्र नयाँ आत्मविश्वास जगाएको बताउनुभयो। सिकेर केही गरौँ, स्वरोजगार बनौँ, सिप सिकौँ, स्वरोजगार बनौँ भन्ने एउटा नारालाई अगाडि बढाएर जाउँ भन्ने पनि एउटा धारणा छ र यस 9 नम्बर वडा कार्य समितिलाई
सिपलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि हामीले नौमती बाजा सिक्ने एउटा सिपमूलक तालिम ल्याइदिनु भएको थिएन भने हामी यहाँ आएर सिक्न पाउँदैन थियौँ। हामीले यहाँ आएर नौमती बाजा सिकेर स्वरोजगार बनेर हामी पनि कहीँ गएर उद्यमशील महिला बनेर 2-4 पैसा कमाउन सक्छौँ कि 2-4 पैसा चाहिँ आफूलाई खल्तीमा खर्च मात्रै भए पनि बनाउन सक्छौँ कि भन्ने एउटा उद्देश्य राखेर हामी सबै दिदी भेला भएर आएका छौँ र फेरि बोल्न चाहिनँ मैले यति नै भने मेरो 2 शब्द यहाँ। पहिले नौमती बाजा पुरुषले मात्र बजाउने भन्ने सोच थियो। आज हामी आफै बाजा बजाउन सक्षम भएका छौँ। अब विवाह धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई यो सिपलाई आय आर्जनमा पनि जोड्ने योजना छ उहाँले थप्नुभयो। तालिममा सहभागी अन्य महिलाहरूले पनि सिकेको सिपलाई व्यवहारमा उतार्दै समूहमा बनाएर सांस्कृतिक कार्यक्रम तथा व्यावसायिक रूपमा नौमती बाजा बजाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समापन समारोहमा तालिम सफलतापूर्वक पुरा गरेका सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान स्वरूप साडी वितरण गरिएको थियो। आयोजकका अनुसार यसले सहभागीहरूको हौसला अभिवृद्धि गर्नुका साथै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। आयोजकको विश्वास छ स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुने यस्ता सिपमूलक कार्यक्रमले महिलाको क्षमता अभिवृद्धि, स्वरोजगार प्रवर्धन तथा नेपाली मौलिक कला संस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुर्याउनेछ। सुन्दर रैजामा महिलाको हातबाट गुन्जिएको नौमतीको धुनले अब केवल सांस्कृतिक परम्परालाई मात्र होइन आत्मनिर्भर भविष्यको नयाँ आशालाई पनि स्वर दिएको छ। जनचर्चा टाइम्सका लागि मोरङको सुन्दर रैजाबाट एलएन गच्छदारको रिपोर्ट।